हेलो हाई शुभ बिहानी। अहिले चाहिँ मजाले बिहानै उठेर साथीहरू घर लिप्नु भन्दैछु। अनि के कसो हुन्छ अब हाम्रो भिडियो हेर्दै गर्नु होला। अब म चाहिँ घर लिप्नेछु, कुखुराहरू खोल्नेछु, भुइँस्याललाई घाँसहरू दिन्छु, सुँगुरहरू दिन्छु। साथीहरू हेर्दै गर्नु होला हाम्रो भिडियो के कसो हुन्छ। म त बिहान उठेपछि घाम पनि निस्केको छैन साथीहरू, घाम चाहिँ भर्खरै निस्किँदा चिलीमा स्कुल देखिँदैछ घामको चाहिँ। अनि म चाहिँ बिहानै भन्दा नि 6 बजिसक्यो कुखुराहरू खोल्छु अनि गोबरहरू लिएर घर लिपिदिन्छु। नानीहरू सम्झि कान्छाहरू चाहिँ उठ्न छैन। डगो है डगो, कस्तो डगो मखान घाम निस्को साथीहरू जाने पिर्नेछु। यो चाहिँ कसको कुकुर आएछ, कुकुर आएछ। अनि कुखुराहरू चाहिँ तर्सिँदै त गर्छ यसको यहाँदेखि तर्सिँदैछ कुकुर देखेर। घाम पनि आइसक्यो सब कति छिटो घाम आइसक्यो। म चाहिँ यता गोबरहरू लिन्छु। अझै कुते, कसको कुते आएछ कुते, मलाई पछ्याउँदैछ कुतेले। यहाँदेखि अलिकति गोबर ल्याउँछु भइसक्यो, लिपिदिन्छु। छिन तर्सिन्छ, गोबर टिपेर लान्छु। बिहान घर लिपौँ भनेको, नानीहरू नउठिकन उठेपछि कामै गर्नु दिँदैन। त्यो के मार्छ चाहिँ मलाई कुकुरलाई हेर्दै। हेलो साथीहरू, म चाहिँ यहाँ गोबर टिप्दैछु। गोबर घर लिपौँ भनेर, घर चाहिँ भत्केर भक् भइसक्यो। के गर्नु, प्लास्टर गर्न छैन घर पनि, माटोले लिप्छु भत्किजान्छ, के गर्नु। यति बनायो गोबर, यति नै हगिसको तैँले है। जुत्ताहरू टिपिदिनु पऱ्यो भइसक्यो। घाँस चाहिँ मैले खोसेल्टा दिएँ, अब यो छैन काटेर लिएको छैन। मेरो बिहान चाहिँ यस्तै चल्छ जिन्दगी। बस्तु घाँस दियो, गोबर फालो, सुँगुरलाई चारो।
जे गोबर लगेर गयो। कुते चाहिँ कसको कुते हो? पलङमा पनि गीत बजाएर फेरि ल्याङ झ्याङ भयो नि। माटो यामिदिरहेको छु। तलतिर पनि लिप्नु भनेको छ। Ouch.
सन्जीलाई त भर्खर उझै लाउँदैछ अघि नआएको थियो बिहानै अब सकिसक्यो सन्जीव रहेछ अहिले उठ्दै रहेछ त्यो सकिसके पनि घरभित्र पनि चोकेको खोस्ट बाँधेर यो एकछिन म बाबालाई उठ्नु नपरोस् म एकछिन आउँछु ल चोक्लेट खोसेर दिइराख्यो अरे बाबाले भाइलाई म हात धोएर आउँछु ल हात धोएर आउँछु अझ अब घर पनि लिपिसके सकेको हात धोएर जोन्सन पनि उठिसकेछ जोन्सनले पो गरेर स्यादा खुप्पाई कुकुरले त निन्द्रा पुगो छोराको पनि निन्द्रा पुगो ए तीन भाइ बाउ छोराको निन्द्रा पुगेर उठेछन् अहिले चाहिँ माथि सानो पनि हल्ला गर्दैछ तलामा भाइ के गर्दैछ कसको कुकुराको छ हाम्रो घरमा चाहिँ सुने सन्जीवले सानो घर जानुभएको को अरे यता आऊ न यता चप्पल पनि दुई खालीलाई हालिदिएको छ बेटाले चाहिँ सल्लाह पनि चौकी चुन्छ खेल्नु हुँदैन डक कसको डक ससरुमको को ससरुम भनेको चाहिँ दिदी को दिदी भातको सिटी लाग्छ मजाले बनालाई मजाले बनाल्दा घर है मजाले कोठा सुसकेर थामी गरेर होला ल यतिकै छोडिरहेको बाबा र दादाले निन्द्रा पुगेछ बिचरा घिउ हो घिउ यति फर्किनु यता उहाँ चाहिँ साह्रै इमारदार हुन्छ बिहानै अध रातमा उठ्नुहुन्छ अहिले मुख धोएर आएको हेर्नु 8 बजी उठेर खाजा कसको छोरा हो बाउ छोराको चाहिँ आन्द्रै छुट्टिँदैन के बाउ छोरा घरमा भएपछि आन्द्रै छुट्टिँदैन बाउ जता गयो त्यता जान चाहिँ जोन्सन जोन्सन बाबालाई कान्छी बिहा गरिदिउँ है हुन्छ गरिदिउँ न कि म बुढामा जानु
म चाहिँ जानु किन म चाहिँ जानु म त बुढामा जानु बाबालाई कान्छी ल्याइदिउँ न काठबुढीले माया गर्छ नि त नि सबै भाइ र तिमीलाई ल बाबालाई पनि माया गर्छ कुर्छ बुढीले कुर्छ त कहिले कुटेको छु कहिले कुटे के भन्दै कुटे के भन्दै कुटे छोरो मैले चाहिँ बाबालाई कुटेँ अरे अनि उसको बाबालाई कान्छी बिहा गरिदिउँ भनेको मान्दै छैन बुढीले कुर्छ अरे के भन्नु फेरि बजाएर आयो यिनीहरू नेट मात्रै हेर्छ र मैले नेट मारिदिएको उसको छोरा गएर अघि खोल हाँस्दै थियो फेरि खोइ त्यो नेट बाल्ने मान्छे कता गयो त्यो नेट बाल्ने मान्छे कता गयो मा